नमस्ते एभ्रिवान। आज म हजुरहरूलाई यो रुद्राक्षको बारेमा केही कुरा भन्न गइरहेको छु। रुद्राक्षको बारेमा हामी सबैलाई थाहा छ, किनभने रुद्राक्षको बारेमा थाहा नभएको मान्छे कमै होला नि विश्वमा। त्यसमाथि पनि नेपाल, भारत जस्तो देशहरूमा त रुद्राक्षको बारेमा सबैलाई सबै कुरा थाहा छँदैछ। अब रुद्राक्षको बारेमा कुरा गर्दाखेरि रुद्राक्ष के हो भन्ने विषयमा लामो बहस नगरौँ, यो सबैलाई थाहा छ। रुद्राक्षको प्रयोगको हिसाबले हामी सामान्यतया के पाउँछौँ भने रुद्राक्ष चाहिँ तामसिक भोजन गर्नेहरूले प्रयोग गर्नु हुँदैन। यसको प्रयोग चाहिँ सात्विक मान्छेहरूले मात्रै गर्नुपर्छ भन्ने खालको मान्यता लामो समयदेखि चलिआएको छ। त्यसकारण मानिसहरू सामान्यतया रुद्राक्ष प्रयोग गर्न डराउँछन्। अथवा भनौँ न, हामीले भनेको जस्तो नन भेज अथवा मदिराको सेवन आदि इत्यादि गर्दाखेरि रुद्राक्ष लाउनु हुँदैन भन्ने मान्यता जरो गाडेर बसेको हामीले पाइरहेका छौँ मान्छेहरूमा। र विभिन्न शास्त्रहरू, शिवपुराण लगायत अन्य रुद्राक्ष सम्बन्धी वर्णन गरेको शास्त्रहरू हेर्दाखेरि के पाइन्छ भने रुद्राक्ष पापीभन्दा पापी र नीचभन्दा नीच व्यक्तिले पनि धारण गर्नुहुन्छ र उसको पाप मेटिन्छ रुद्राक्षबाट मात्रै भन्ने खालको मान्यता यी शास्त्रहरूमा पाइन्छ। यसको अलिकति अपव्याख्या भएको पाइन्छ। कोही मान्छे यदि नन भेजिटेरियन भएकै आधारमा ऊ रुद्राक्ष लाउनबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता प्रगाढ रूपमा हामीले अगाडि ल्याउनुपर्छ। र अर्को कुरा के छ भने जसरी नेपाललाई सगरमाथा र गौतम बुद्धको देश भनेर चिनिन्छ, त्यस्तै नेपाल रुद्राक्षको पनि देश हो। यो रुद्राक्ष, जुन रुद्राक्ष यो ठुलो दाना छ, यो रुद्राक्ष नेपालमा मात्रै पाइन्छ। भारतको केही स्थान र नेपालमा पाइन्छ। नेपालको अरुण भ्यालीको रुद्राक्ष सबैभन्दा उत्कृष्ट रुद्राक्षमा पर्छ र रुद्राक्ष इन्डोनेसिया र दक्षिण भारतको केही क्षेत्रमा भद्राक्ष प्रजातिकोलाई पनि रुद्राक्ष भनेर प्रयोग गर्दै आइरहेको पाइन्छ। यसकारण नेपालको रुद्राक्ष हरेक व्यक्तिले धारण गर्नुपर्छ। यसमा कुनै रोकटोक छैन। शुद्धिकरण शुद्ध गर्नुपर्छ र सकेसम्म सात्विक हुन खोज्ने र यो रुद्राक्षले बिस्तारै व्यक्तिलाई सात्विकतातर्फ लान्छ। तर आज म चाहिँ सात्विक छैन भनेको आधारमा रुद्राक्ष लाउनबाट वञ्चित नहौँ र रुद्राक्ष धारण गरौँ। रुद्राक्ष शरीरको विभिन्न अङ्गमा लाउन सकिन्छ। त्यसमध्ये पनि विशेष रूपमा गलामा, बाजु यो पाखुरामा र हामी यो ब्रासलेटको रूपमा हातमा रुद्राक्ष लाउन सकिन्छ। यो रुद्राक्षको आफ्नै यसको छुट्टै महत्त्व छ। रुद्राक्षलाई शिखा, टुप्पीदेखि लिएर शरीरका अन्य भागमा, टाउकोमा लगाउने पनि विभिन्न विधिहरू छ, प्रावधानहरू छ। यसरी हामीले रुद्राक्षको प्रयोग कसरी गर्न सकिन्छ? कम्तीमा एउटा रुद्राक्ष हरेक नेपालीको शरीरमा, हरेक हिन्दूको शरीरमा चाहिँ एउटा रुद्राक्ष हुनुपर्छ र गैर हिन्दूहरूले पनि यो रुद्राक्षको प्रयोग गरिरहेको पाइन्छ। विश्वमा धेरै देशहरूमा रुद्राक्षको प्रयोग गरेको पाइन्छ। तर हामी स्वयं नेपालीहरू नै यो रुद्राक्षको प्रयोगबाट वञ्चित छौँ। त्यसकारण आजकै दिनदेखि हरेकले एउटा दाना मात्रै भए पनि रुद्राक्ष शरीरमा धारण गर्नुहोला। यसबाट यसको कुनै पनि साइड इफेक्ट र नेगेटिभ इफेक्ट छैन। त्यसकारण रुद्राक्षलाई सबैभन्दा उत्कृष्ट वस्तु हो भन्दा फरक पर्दैन। ब्रह्माण्डमा हामीलाई दिएको सबैभन्दा उत्कृष्ट वस्तु र उत्कृष्ट फलहरूमध्ये एउटा रुद्राक्ष पनि हो र रुद्राक्ष धारण गरौँ। यसै गरी म रुद्राक्षको बारेमा हरेक मुख्य रुद्राक्ष र यसको के कसो बेनिफिट हुन्छ यसको सिरिज लिएर आउने गर्छु। तर हामीले एउटा आजदेखि एउटा अठोट गरौँ कि म एउटा भए पनि रुद्राक्ष धारण गर्छु, जुनसुकै रूपमा पनि। हस्, धन्यवाद।